हेलो हेलो नमस्कार सबैजनालाई सधैँ आरामै हुनुहुन्छ भन्ने आशा राख्दै आज चाहिँ म एउटा ब्लग बनाउँदैछु। हरेक भक्तजनहरूलाई यो खोलाले आवत जावत गर्नलाई दुःख भएको कारणले आज चाहिँ मेरो श्रीमान अथवा मेरो बुढोले पुल बनाइदिँदै हुनुहुन्छ र यो पुल चाहिँ आज ढलान गर्ने क्रममा छौँ र ढलान गर्दाखेरि चाहिँ पूजाआजा गरेर ढलान गर्नुपर्ने भएको कारणले जग राख्दा नै पूजा गर्नुपर्ने रहेछ, तर हामीलाई थाहा भएन। त्यही कारणले आज ढलाइ गर्दाखेरि पूजा गरेर ढलाइ गर्नुपर्ने भएको कारणले हामी पूजा गर्दैछौँ र हामीले यहाँ मन्दिरमा चाहिँ पूजा गरिसक्यौँ। अब यो चाहिँ हाम्रो शिव पार्वतीको मन्दिर, शिव पार्वतीको फोटो चाहिँ छैन, तर यो चाहिँ हाम्रो शिव पार्वतीको मन्दिर हो। अनि यो खोलाले गर्दाखेरि शिवजीको त विशेष शिवजीलाई पुज्ने महिना चाहिँ साउनको महिना हो। साउनको महिनामा चाहिँ यहाँ पानी ठुलो भएको कारणले भक्तजनहरूलाई आउन गाह्रो हुने भएको कारणले एउटा पुल चाहिँ हाम्रो सरकारी पुल बनेको छ भने अर्को पुल यहाँ तल यो बुढाले आफ्नो पसिनाको कमाइले बनाइदिँदै हुनुहुन्छ र बाबा आमाको सपना पनि त्यहाँ पुल बनाइदिने भएको कारणले पुरा गरिदिँदै हुनुहुन्छ। अनि सबै काम सरकारको मुख मात्र ताकेर बस्नु होइन भन्ने एउटा उदाहरण पनि हो एउटा। र यहाँ हाम्रो धेरै संरचनाहरू बनाउन बाँकी नै छ र यो चाहिँ एउटा उदाहरण पनि हो। तपाईँहरूले पनि बनाउन सक्नुहुनेछ। आफूले सक्दो सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दै अरू संरचनाहरू पनि बनाउनलाई सङ्कलन गरिराख्नु भएको छ। धेरैजनाले त संरचनाको लागि दान गरिराख्नु भएको छ। अब ताकि तपाईँहरू पनि धार्मिक स्थलको लागि धर्म संरचना गर्नका लागि केही अनुदान गरिदिनु हुन अनुरोध गर्दै मेरो यो युट्युब च्यानलबाट अनुरोध गर्दछु।